नमस्ते दर्शकबिन। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालले बिहिबार घरेलु टोली नेदरल्यान्डसँग उसैको मैदान स्टेजमा महत्त्वपूर्ण एकदिवसीय खेल खेल्दैछ। विश्वकप छनौटको यात्रालाई बलियो बनाइराख्न नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ। नाम्बियाको अघिल्लो खेलमा पराजित भएपछि आइसिसी क्रिकेट विश्वकप लिग 2 को शीर्ष 4 मा रहने नेपालको लक्ष्यमाथि थप चुनौतीपूर्ण बनेको छ। त्यसैले अब प्रत्येक खेल नेपालका लागि फाइनल सरह बनेका छन्। एक अर्को हालले नेपालको शीर्ष 4 मा रहने सम्भावनामा ठूलो असर पर्न सक्नेछ। यता नेदरल्यान्ड्स आफ्नै घरेलु मैदानमा खेल्ने भएकाले आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ। घरेलु समर्थकको साथ र पछिल्लो समय उत्कृष्ट लयका कारण नेदरल्यान्ड्स बलियो टोलीका रूपमा मैदानमा उत्रिनेछ। तर नेपालले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सक्यो भने नेपालले पक्कै पनि जित निकाल्न सक्नेछ। नेपालले विशेष गरी ब्याटिङमा राम्रो सुरुवात गर्नुपर्ने, बीचका ओभरमा साझेदारी कायम राख्नुपर्ने र अन्तिम ओभरसम्म जिम्मेवारीपूर्वक खेल्नुपर्ने देखिन्छ। बलिङमा अनुशासित लाइन लेन्थ र उत्कृष्ट फिल्डिङ नेपालको जितको प्रमुख आधार बन्न सक्नेछ। हेड टु हेडको तथ्याङ्क हेर्दा दुवै टोलीको बराबर जस्तो देखिए पनि नेपाल केही अगाडि देखिन्छ। पछिल्लो भेटहरूमा नेपालले पनि नेदरल्यान्ड्सलाई हराउँदै आएको हुँदा नेपाली खेलाडीले 100% प्रदर्शन गर्न सके घरेलु टोलीलाई चुनौती दिँदै आफ्नो जित आफ्नो पोल्टामा पार्न सक्नेछन्। आइसिसी विश्वकप क्रिकेट लिग 2 को अघिल्लो संस्करणमा पनि नेपालले यस्तै अवस्थाबाट गुज्रिँदै अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 को समूहको शीर्ष 4 मा रहँदै विश्वकप छनौट खेलेको हुँदा अहिले पनि त्यस्तै स्थितिमा रहेको हुँदा नेपालले फेरि पनि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसी क्रिकेट लिग 2 को शीर्ष 4 मा रहँदै विश्वकप छनौट खेल्ने अपेक्षा गरिएको छ। दर्शकबिन, तपाईहरुलाई के लाग्छ? नेपालले नेदरल्यान्ड्स विरुद्धको खेलमा जित हात पार्ला या पराजय बेहोर्ला? कमेन्ट गर्नु है त साथीहरु।